हेलो गाइज, आज चाहिँ हामी झिलमिला ताल जाँदैछौँ। कस्तो लाग्दैछ? दामी। जन्मा दिदी खुसी? हामी चाहिँ वेटमा उता आउँदैछन्। दिदी अर्को दिदीको एन्ट्री। हामी चाहिँ जाँदैछौँ। म पहेँलो। हेलो गाइज, हेर्नुहोस् यो हाम्रा केहरू साथीहरू। फेरि के गर्ने? साउन्ड अफ गर्नुलाई। यिनलाई चाहिँ साउन्ड अफ चाहिएको छ गरे। हेलो गाइज, हामी प्लान क्यान्सल भयो। झिलमिलाको प्लान क्यान्सल लक्ष्मी दिदी हजुर, कस्तो लाग्दैछ प्लान क्यान्सल भएर? खुसी छु, किनभने फेरि घर फर्केर जानु पर्दैन। हेर्नुहोस्, हामी यति ठाडो ठाडोबाट हिँडिरहेका छौँ। हामी हेर्नु अटो अङ्कल सहयोग गर्छन् हिँडेर। बहुत खुसी छौँ हामी आएको यहाँ यत्रो वर्षपछि यहाँ घुम्न आउने टाइम बहुत खुसी छौँ। हेर्नुहोस्, यो मेन ऊ त कन्टेन्ट खोज्नको लागि आएको आउने वाली। म त फेरि ऊ आएको थाहा छ, यिनीहरूले पैसा तिराइदियो नि त, त्यही भएर आएको। फेरि पछि ब्याज पनि माग्छन्, माग्न त। हामी यता सबैजना मान्दै खै। यहाँनिर चाहिँ बाँदरले खानेकुरा खाने भनेर हामी त्यो पसलमा राख्दैछौँ। र उनीहरू चाहिँ धर्मा दिदी चाहिँ राख्न गए त्यो खानेकुरा। हाम्रो साथीहरू 12 बजे खाना टाइममा चटपटी खान्छन्। अब मलाई चाहिँ धेरै भोक लाग्छ। कस्तो छ बसन्ती दिदी? मोबाइल मिठो 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 एकदम के? हेलो हिरो, कस्तो लाग्यो? मन्दिर छ यहाँनिर चाहिँ धारा छ, मूलबाट फुटेको पानी हो अरे दिदी। हजुर, पुरै वरिपरि टाल उता माथि चाहिँ पिङ तिनीहरू छन् भने त्यहाँ एकैछिनमा जाने हो। उता चाहिँ मन्दिर छ। ए मेन यहाँ पुजिने भनेको यहाँ हो। माघ महिनाको नवमीको राति मेला हुन्छ। दशमी लागेपछि पुजिन्छ। ए माघको महिनामा? माघको महिना आउनु नि। त्यहाँ छ मन्दिर चाहिँ। त्यहाँ चाहिँ पिङ आइसक्यो। यही हो नि पिङ यो हो। शिवालय यो भित्र 1.5 कुइन्टलको घाँस छ। 1.5 कुइन्टल तानेर बजाउँछन्। हाल्लोबत्ती डोरी छ। अनि यो पिङ र यो शिवालय भनेको प्रवासी हाम्रा नेपाली
दाजुभाइका छोरामाटीहरू विदेशतिर छन् नि उनीहरूले सेवाबाट त्यो उठाएर यो दुईवटा प्रवासीको उसबाट बनाएका संरचनाहरू त्यहाँ छ एउटा चाहिँ छ। जात हुन्छ नि हजुर बेला हुन्छ त्यति बेला आउनु होला राम्रो। यो चाहिँ पुरै यो तालको छेउमा छ यो मन्दिर चाहिँ हामी फर्किन लाग्यौँ गाइड। ए हामी अब जान लाग्यो। थ्याङ्क यू। अनि त्यसपछि यहाँ बस्ने यहाँ बसन्ती अंकल मैयाले कोलाई बोलाउँदै ड्राइभर माइलो मोटर चलाउँदै ड्राइभर माइलो मोटर चलाउँदै मैयाले कोलाई बोलाउँदै अरे हेर। है गाइज हामी फाइनली रुममा पुगिसक्यौँ। आजको राति चाहिँ एकदमै राम्रो भयो, रमाइलो भएको, खुसी लाग्यो। बाई बाई गाइस। लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला।